सदस्यहरू विपक्षी बेन्चकै तर्फबाट नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता रामबहादुर थापालाई रोस्टम प्रयोग गरेर छोटकरीमा आफ्नो भनाइ राख्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म भर्खरै प्रमुख प्रतिपक्ष दलका माननीय दल नेता भीष्मराज आङदामेले व्यक्त गर्नुभएका विचारहरूलाई दृढ समर्थन गर्दै म आफ्ना कुराहरू ती विषयहरूलाई नदोहोऱ्याउँदै आफ्ना विषयहरू यहाँ राख्न अनुमति चाहन्छु। आज देश गम्भीर राष्ट्रिय सङ्कटको भुँवरीमा फसेको छ। यो सबै हामीले चाहिँ अनुभव गरेका कुराहरू र यो सङ्कटको निकासको निम्ति हप्ता दिनभन्दा बढी यो सदन अवरुद्ध भएको छ र सदनमा सङ्घर्ष चलिरहेको छ। यो सङ्कट कसरी पैदा भयो, यसको स्रोत के हो, हामीले यो सङ्कटको ठोस विश्लेषण नगरिकन यसको निकास पत्ता लगाउन हामी सक्दैनौँ। यो सङ्कटको समाधान के हो, यो सङ्कटको समाधान कसले गर्न सक्छ, यो विषयको ठोस विश्लेषण नगरिकन हामीले यो सङ्कटबाट मुक्ति पाउन सक्दैनौँ। त्यसैले म अलिकता यो सङ्कटको पृष्ठभूमि र यसका स्रोतहरूको विषयमा हाम्रो दलको विश्लेषण यहाँ राख्न चाहन्छु। यो सङ्कट दुईटा परिघटनाहरूबाट चाहिँ उत्पन्न भएको हाम्रो ठहर छ। पहिलो परिघटना जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीजीले यसै रोस्टममा आएर नेपालले भारतको धेरै जग्गाहरू मिचेको छ भन्नेबाट यो सङ्कट उत्पन्न भएको छ। यो घोषणा, यो अभिव्यक्तिबाट यो सङ्कट उत्पन्न भएको र यो अभिव्यक्ति, यो घोषणा प्रधानमन्त्रीज्यूले रासपाका सभापति भारत भ्रमणमा जानुभन्दा ठिक 1 महिना 1 दिन अगाडि आकस्मिक रूपमा यस रोस्टममा आएर त्यो अभिव्यक्ति, त्यो सन्देश उहाँले दिनुभएको। हामीले विषयलाई ठोस रूपमा विश्लेषण गर्दाखेरि घटनाक्रमबाट हामी त्यो पाउँछौँ। त्यो बिन्दुबाट अर्को यसको स्रोत, यसको अर्को बिन्दु यो सङ्कटको रासपाका सभापति माननीय रवि लामेछानेज्यू दिल्लीमा गएर जुन विशेष भेटघाटहरू भयो र उहाँले त्यहाँ व्यक्त गरेका विचारहरू हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौँ। यो अभिव्यक्तिले यो सङ्कट पैदा गरेको हाम्रो विश्लेषणमा चाहिँ तपाईँले यो पोइन्टलाई जोडेर हेर्नुहोस्, यी बिन्दुहरूलाई हामीले जोडेर हेर्नु हो त्यहाँबाट यो सङ्कट पैदा भएको छ। र त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दाखेरि मलाई सम्झना आउँछ भाद्र 23-24 गते पश्चात नेपालको सरकार र सदन दुवै विघटन हुँदा र
अन्तरिम सरकार गठन गर्ने प्रक्रियामा तात्कालीन काठमाडौँ महानगरका मेयरले एकजना जनप्रतिनिधिलाई दिएको सुझाव, यदि मन्त्री बन्नु छ, प्रधानमन्त्री बन्नु छ भने अमुक दूतावासको अनुमति लिनुपर्छ। यो हामीले इतिहासतिर फर्केर हेर्दाखेरि यो बिन्दुमा चाहिँ जोड्दाखेरि चाहिँ यी घटनाहरूको, विगतका घटनाहरू पनि फेरि पुनस्मरण भएर आउँछ। हामी पछाडि फर्केर हेर्दाखेरि हामी के पाउँछौँ भने राजसभाका तत्कालीन महासचिव मुकुल ढकालको एउटा सनसनीखेज खुलासा जो उहाँले टिभीको अन्तर्वार्तामा उहाँले व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनको निम्ति म जे पनि गर्न तयार छु, जे पनि सम्झौता गर्न तयार छु, यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदिनु पर्यो, त्यो जिम्मेवारी मलाई दिएका थिए भन्ने मुकुल ढकालको त्यो खुलासा त अहिले पनि चाहिँ इतिहासका पानाहरूमा चाहिँ पल्टाएर हामीले हेर्ने हो भने हामी त्यो भेटाउन सक्छौँ। त्यो बिन्दुलाई अहिलेको यो बिन्दुसित जोड्ने हो भने चाहिँ हामी यो सङ्कटको स्रोतहरू चाहिँ बुझ्न सक्छौँ। त्यसकारणले यो सङ्कटको समाधान कसको हातमा छ त भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझ्दाखेरि यो सङ्कटको समाधान सङ्कटमोचक दुईजना पात्रहरूको हातमा छ। यो सङ्कटको समाधान दुईजनाको हातमा छ। ती दुईजना पात्र भनेको माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो सङ्कटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोलेँ, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठुलो ऐतिहासिक भुल थियो भनेर स्वीकार गर्ने हो भने यो सङ्कट हल हुन्छ। राजसभाका सभापतिले यदि आफ्नो पार्टीको प्रधानमन्त्रीलाई त्यो निर्देशन दिने हो कि तपाईले जे रोस्टममा व्यक्त गर्नुभयो त्यो एउटा राष्ट्र विरोधी, त्यो तथ्यसङ्गत थिएन चाहिँ, त्यो वक्तव्य तपाईले फिर्ता लिनुपर्छ भनेर राजसभाको सभापतिको हैसियतले आफ्नो पार्टीको चाहिँ सदस्यलाई त्यो निर्देशन दिनुभयो भने पनि यो सङ्कट हल हुन सक्छ। तेस्रो पनि अर्को एउटा समाधान छ हाम्रो विचारमा। तेस्रो समाधान भनेको सम्माननीय सभामुखको हातमा छ। सभामुखले प्रधानमन्त्रीलाई बोलेका वक्तव्यहरूलाई, ती तथ्यहीन वक्तव्यलाई उहाँले यो संसदको अभिलेखबाट त्यसलाई हटाउने रुलिङ गर्नुभयो भने पनि यो सङ्कटको चाहिँ समाधान हुन सक्छ भन्ने हामीलाई लागेको छ। त्यसकारण हामीले हप्ता दिनदेखि हामीले भनिरहेका छौँ कि प्रधानमन्त्री यो रोस्टममा आएर उहाँले स्पष्टीकरण दिनुपर्छ, उहाँले आफ्ना गल्तीहरूलाई स्वीकार गर्नुपर्छ, त्यहाँ समाधान छ भन्ने हामीले भनिरहेका छौँ। हामीले यो पनि भनिरहेका छौँ कि प्रधानमन्त्रीको ती अभिव्यक्तिहरूलाई, त्यो राष्ट्र विरोधी, त्यो तथ्यहीन चाहिँ वक्तव्यलाई संसदको अभिलेखबाट हटाउनुपर्छ भन्ने हामीले लगातार भनेर हामीले यो दुईटा माग राखेका छौँ र त्यो नहटाउँदासम्म चाहिँ यो संसदको चाहिँ कारबाहीहरू अगाडि बढ्न सक्दैन। किनभने देश पहिला हो, देशको राष्ट्रियता, त्यसको स्वाभिमान
त्यसको स्वाधीनता प्रमुख कुरा हो, अरू विषय गौण हो, अरू विषय सहायक हो। हामी यो मुख्य विषयलाई समाधान नगरिकन हामी सहायक विषयहरूमा चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ, प्रवेश गर्न सक्दैनौँ भने हामीले लगातार रूपमा यो कुराहरू भनिरहेका छौँ। सम्मानीय सभामुख, इतिहासका हामीले तथ्यहरूलाई हेर्ने हो भने प्रधानमन्त्रीको जो वक्तव्य, जो घोषणा आए चाहिँ हामीले ती घोषणाहरूलाई, ती वक्तव्यहरूलाई नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई हामीले चाहिँ इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने चाहिँ हामीले चाहिँ त्यो भेट्टाउँदैनौँ। बरु उल्टो त्यसको ब्रिटिस भारतले सुगोली सन्धि मार्फत नेपालको विशाल भूभाग ब्रिटिस भारतले मिचेको थियो। पछि सन् 1857 भारतमा सैनिक विद्रोह भएको थियो। त्यसलाई दबाउनको निम्ति जङ्गबहादुरले ब्रिटिसहरूलाई मद्दत गरेको हुनाले चाहिँ केही जमिनहरू, केही जग्गाहरू चाहिँ पश्चिमका केही जिल्लाहरू ब्रिटिसहरूले चाहिँ नेपाललाई फिर्ता दिएका थिए। त्यसलाई जसलाई हामी नयाँ गाउँ भन्छौँ। त्यसपछि यता अगाडि आएर हामीले हेर्दाखेरि ब्रिटिसहरूले भारत छोडेर गइसकेपछि 1950 को सन्धि भएको छ नेपाल भारतको बिचमा। त्यो सन्धिले, त्यो असमान सन्धिले त्यो सुगोली सन्धिलाई निरन्तरता दिएको छ। त्यो नेपालको भूभाग मिचेको चाहिँ त्यो सन्धिलाई चाहिँ त्यसले निरन्तरता दिएको छ। त्यसपछि यता हामीलाई आएर हेर्दाखेरि 1962 मा चीन भारतको युद्धमा चुच्चे नक्सा, लिपुले, कालापानी, लिम्पियाधुरा भारतले बलपूर्वक मिचेको हामी इतिहासका पानाहरूमा भेट्टाउँछौँ। त्यसपछि यता तपाईँ आएर हेर्नुभयो भने ती क्षतिग्रस्त, ती जङ्गे पिलरहरूलाई पुनर्निर्माण गर्ने, पुनर्स्थापना गर्ने चाहिँ न्युमा चाहिँ ती जङ्गे पिलरहरूलाई नेपालको भित्री भूभागसम्म ल्याएर चाहिँ भारतले नेपालको धेरै भूभागहरू अतिक्रमण गरेको छ। यो त एकदम तथ्य कुराहरू हुन्। सबै सीमाविदहरूले चाहिँ यी कुराहरू भनिरहेका छन्। र हामीले यो पनि देखेका छौँ तथ्यहरूमा कि नदीले आफ्नो जलप्रवाह परिवर्तन गर्दाखेरि कैयन चाहिँ भूभागहरू नेपालका चाहिँ भारत पक्षबाट अतिक्रमण भएको छ। यो पनि तथ्य हो चाहिँ। त्यसकारणले सम्पूर्ण तथ्यहरूले के देखाउँछ त भन्दाखेरि नेपालले होइन, भारतले नेपालको भूभागहरू अतिक्रमण गरेको छ भन्ने यो तथ्य हो, यो सत्य हो चाहिँ। त्यसकारण यो सत्य, यो तथ्यको विरुद्ध प्रधानमन्त्रीले नेपालले भारतको धेरै भूभागहरू, जग्गाहरू चाहिँ मिचेको छ भन्ने कुराहरू चाहिँ यो के हो? राजनीतिक अर्थमा यो के हो? यो सन्देश के हो? यो राष्ट्रिय आत्मसमर्पण हो कि यो राष्ट्रवाद हो, यो राष्ट्र स्वाभिमान हो? यो प्रश्न चाहिँ अहिले एउटा सङ्कटको रूपमा यहाँ उपस्थित भएको छ। त्यसकारणले यो सङ्कट समाधानको निम्ति प्रधानमन्त्रीज्यूले यो रोस्टममा आएर चाहिँ विषयलाई स्पष्ट गर्नुपर्छ। त्यसपछि पनि हामीले देखिरहेका छौँ निरन्तर रूपमा देशभक्त नेपालीहरूले भारतको अतिक्रमणको विरुद्ध सदैव आवाज उठाउँदै आएका छन्। अहिलेसम्म पनि हामीले विभिन्न रूपमा, कूटनीतिक रूपमा होस् वा राजनीतिक रूपमा होस्, निरन्तर नेपाली जनताले हाम्रो भूमिको अतिक्रमणको विरुद्ध आवाज उठाइरहेका छौँ। तर यो बिन्दुसम्म आइपुग्दाखेरि हाम्रो प्रधानमन्त्रीजीको अभिव्यक्तिबाट त भारतले होइन, नेपालले अतिक्रमण गरेको छ भन्ने कुरा यहाँ स्थापित गर्न खोजिएको छ। र यसको निम्ति सेनाकाहरूले पनि यो वक्तव्यको पैरवी गरिरहेका छन्। हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ। र सत्ता पक्षका सांसदजीहरूले पनि यो वक्तव्यलाई चाहिँ स्थापित गर्न, यसको समर्थनमा
तथ्यहरू खोज्दै हिँडिराख्नु भएको छ मेचीदेखि महाकालीसम्म चाहिँ। यो कुराले के देखाउँछ भन्दाखेरि यो सबै एउटा राष्ट्रिय सङ्कट हो। त्यसकारण यो सङ्कटको समाधान गर्न जरुरी छ। त्यसकारण यो प्रतिपक्ष र यो सत्ता पक्षको प्रश्न होइन, यो एउटा राष्ट्रिय समस्या हो, यो राष्ट्रिय सङ्कट हो। यो हामी सबैको चाहिँ दायित्व हो यो सङ्कटलाई समाधान गर्ने चाहिँ। सम्मान्य सभामुख महोदय, म धेरै कुराहरू नलम्ब्याइकन म के भन्न चाहन्छु भन्दा भर्खरै विदेश मन्त्रीले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई, उहाँको त्यो घोषणालाई चाहिँ यहाँ रक्षा गर्ने, त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो। त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ चाहिँ। त्यो स्पष्टीकरण चाहिँ परराष्ट्र मन्त्रीले दिने होइन चाहिँ, किनभने त्यो वक्तव्य परराष्ट्र मन्त्रीले दिएको होइन चाहिँ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर, उपेक्षा गरेर उहाँ किन यो संसदमा, यो रोस्टरमा फेरि आउन चाहनुहुन्न चाहिँ? किन उहाँले निरन्तर रूपमा यो रोस्टमको, यो सभाको उहाँले उपेक्षा गरिरहनु भएको छ? यसको चाहिँ के अर्थ हो? कि यो स्वच्छचारिता हो कि यो अधिनायकवाद हो कि यो के हो? यो प्रधानमन्त्रीको ले यो देशलाई कुन दिशातिर लैजान खोजिराख्नु भएको छ? माननीय सदस्य, भनाइ छुट्याउँ। त्यसका यो प्रश्न पनि उठेको छ र यो प्रश्नको जवाब राष्ट्रसभाकै एकजना सांसद जो भू राजनीतिका अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता पनि हुन्, अध्येता पनि हुन्, उहाँको भनाइअनुसार, उहाँको खुलासा अनुसार हालै उहाँले एउटा टिभी अन्तर्वार्तामा दिएको चाहिँ अन्तर्वार्ताले के भन्छ भन्दा नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन, नेपालको शासन व्यवस्था, नेपालका शासकहरूको चाहिँ कार्यशैली कतै त्यो दिशातिर उन्मुख त छैन भन्ने गम्भीर आशंका स्वयं राष्ट्रसभाका सांसदले पनि उठाउनु भएको छ। सम्मान्य सभामुख महोदय, त्यसैले अन्तिममा म के भन्न चाहन्छु भने यो सङ्कटको समाधान प्रधानमन्त्री यस रोस्टममा आएर जबसम्म चाहिँ उहाँले आफ्नो गल्तीहरूलाई चाहिँ सच्याउनुहुन्न तबसम्म चाहिँ यो सङ्कटको समाधान हुन सक्दैन। जबसम्म सभामुखले त्यो अभिव्यक्तिहरूलाई चाहिँ रुलिङ गर्नुहुन्न तबसम्म यो सङ्कटको समाधान सम्भव छैन। जबसम्म राष्ट्रसभाका सभापतिले आफ्नो सदस्यलाई रुलिङ गर्नुहुन्न कि गल्ती स्वीकार गर, तबसम्म यो सङ्कटको समाधान सम्भव छैन। र यो सङ्कट समाधान नहुँदासम्म चाहिँ हाम्रो सङ्घर्ष राष्ट्रियताको पक्षमा, राष्ट्रिय स्वाभिमानको निम्ति, देशको चाहिँ गरिमाको निम्ति हाम्रो सङ्घर्ष जारी रहनेछ। हामी भिन्न तरिकाले हामीले यो सङ्घर्षलाई जारी राख्नेछौँ। त्यसकारणले म सम्पूर्ण माननीयजीहरूलाई, हाम्रो पार्टीको पनि अन्य दलका माननीयजीहरूलाई म अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, जबसम्म यी गल्तीहरूलाई चाहिँ सच्याइन तबसम्म हामीले यो सङ्घर्षलाई जारी राख्नुपर्छ भन्दै म आफ्नो मन्तव्य यहाँ टुङ्ग्याउँछु। धन्यवाद।